ल है त आजको शनिबारको खाली समयको सदुपयोग अमिलो टिपेर साँधेर खाने प्लान भयो। त्यही भएर हाम्रो मामाले चाहिँ अमिलो टिप्दै हुनुहुन्छ। एकदम राम्रो राम्रो हरियो हरियो कस्तो राम्रो खालको अमिलो रहेछ। टिपेर हामी अमिलो चाहिँ काट्नतिर लाग्यौँ, साध्ने भनेर है। साध्ने काम चाहिँ हाम्रो वर्षा दिदीले गर्दैछ। त्यसै गरी खुर्सानी पनि टिपियो, मामाले बोक्रा खाँदै हुनुहुन्छ। साध्नको लागि चाहिँ अचारहरू चटनीहरू तयार पार्दैछ दिदीले। काटेर बोक्राहरू फालेर एकदम आज चाहिँ बनाएर खाने, शनिबारको राम्रो सदुपयोग गर्ने भनेर हामी चाहिँ साध्नतिर अचार पिस्नतिर लाग्यो। अनि अचार पिसिसकेपछि मिसाउन लाग्यो। वर्षा दिदीले एकदम बनाइराखेको छ। दही पनि राख्न पर्दो रहेछ। राखेर अब चाहिँ भाग लगाउँदैछ है। ल मामाले खाँदै हुनुहुन्छ है। कस्तो मामा? ठिक छ होइन? ठिक छ। दिदीले पनि खाए है।